हाई एभ्रिवान, वेलकम टु माई अनदर मिनी ब्लग्स। त साथीहरू देख्न सक्नुहुन्छ आज चाहिँ म बिहानै रेडी भएर जाँदैछौँ एभिन्युज मलमा। हाम्रो कम्पनी चाहिँ इन्टरटेनमेन्टसँग रिलेटेड भएको कारणले गर्दाखेरि चाहिँ कम्पनीभन्दा बाहिर स्कुलतिर गएर पनि इभेन्ट्सहरू गरिराख्नु पर्ने भएको कारणले गर्दाखेरि चाहिँ यो पटक चाहिँ म लगायत मेरो 3-4 जना साथीहरूलाई चाहिँ चुज गरेको कारणले चाहिँ हामी जाँदैछौँ इभेन्ट्स एटेन्ड गर्न। इभेन्ट चाहिँ एक्चुअली स्पेसली किड्सहरूको लागि थियो। स्पेसल किड्स भन्नाले अपाङ्गता भएका बालबालिकाहरूलाई चाहिँ इन्टरटेनमेन्ट गराउने, खुसी बनाउनेसँग रिलेटेड थियो र हामी चाहिँ जाँदैछौँ इभेन्ट्स गर्ने ठाउँमा। इभेन्ट्स गर्ने ठाउँ चाहिँ स्कुलमा रहेको रहेछ। स्कुलको नाम चाहिँ महा नर्सरी सेकेन्डरी स्कुल रहेछ र त्यहाँ पुगिसके पछाडि चाहिँ हामीले सम्पूर्ण इभेन्ट्स गर्ने सामग्रीहरू मिलाएर इभेन्ट्स पनि सुरु गरिसके र इभेन्ट सुरु गरिसके पछाडि हामीले कम्पनीको थ्रुबाट सम पर्फर्मेन्सहरू तयार पारिएको थियो र हाम्रो चाहिँ कम्पनीको क्यारेक्टरसँग चाहिँ हामीले इन्जोय गरे, उनीहरूलाई पनि नचाहे। सबैजना सम्पूर्ण टिचरदेखि लिएर बालबालिकाहरू सबैजना इन्जोय गरिरहेको थियो र एकदम इन्जोय पनि गरे, हामीले पनि एकदम इन्जोय गरे। तर मलाई चाहिँ अलि नराम्रो पनि लागिरहेको थियो किनभने आफ्नो देशमा आफ्नो छोरा र छोरीलाई छोडेर चाहिँ अरूको देशमा आएर अरूको नानी बाबुहरूलाई यसरी खुसी बनाउँदाखेरि चाहिँ अलिकति असहज फिल पनि भइरहेको थियो। तर पनि मैले आफूलाई कन्ट्रोल गरेँ र मैले चाहिँ सोचेँ कि मैले मेरो छोराछोरीलाई दिनुपर्ने मायाहरू चाहिँ उनीहरूसँग सेयर गरेँ। पक्कै पनि भगवानले पनि मेरो नानी बाबुहरूलाई यसरी नै खुसी राख्नुहुन्छ भन्ने एकदम आशाका साथ मैले उनीहरूलाई आफूले सक्दो इन्टरटेनमेन्ट र उनीहरूलाई खुसी बनाउनतिर चाहिँ लागेँ।